दर्शकबिन हामी यति बेला कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर 7 को कैलाशपुर स्थित आइपुगेका छौं। श्रीमान रोजगारीको लागि भारतको पुनामा हुनुहुन्थ्यो। 19 वर्षीय तुलसीनाथ 16 दिनको सुत्केरी हुनुहुन्थ्यो। तर 16 दिनपछि एकाएक घरको अगाडिपट्टि रहेको आँगनको सँगै जोडिएको कुलामा चाहिँ मृत अवस्थामा भेटिनुभयो, त्यो पनि घोप्टो परेको अवस्थामा। 16 दिनको बच्चा घरभित्र रोइरहेको थियो, तर उनकी आमा भने कुलोमा चाहिँ मृत अवस्थामा बिहान उज्यालो हुँदा भेटिन्। उनका कानका सुन पनि छैनन्। सासू ससुरा देउता पुज्नका लागि अछाम जानुभएको थियो। घरमा देवर र देउरानी थिए, तर घटना कसरी घट्यो अहिलेसम्म त्यो चाहिँ थाहा हुन सकेको अवस्था छैन। अहिले घर परिवार निकै अचम्मित भएका छन्। आफ्नी 19 वर्षकी बुहारी जो 16 दिनको सुत्केरी थिइन्, उनलाई गुमाउँदाको पीडा छुट्टै छ। श्रीमान अहिले चाहिँ भारतबाट नेपाल पुग्ने क्रम जारी छ। आउनुस् यो घटनाका विषयमा आज हामी कुराकानी गर्छौं। सासू ससुरा के भन्नुहुन्छ, छिमेकीहरूले के देखे, घटनाको सत्य तथ्य छानबिन गर्न पनि हामी प्रहरीलाई यही मिडिया मार्फत चाहिँ आग्रह गर्न चाहन्छौं। र हामीसँग यति बेला चाहिँ ससुरा हुनुहुन्छ यतापट्टि। हजुर कहाँ पहाड जानुभएको थियो? म 20 गते चाहिँ देउता पुज्न पितृको कामले गएको थिएँ पहाड। हजुर। मेरो परिवार सहित जेठ दाजु कान्छो भाइ जेठो बुवाको छोरा कान्छो भाइ, हजुर, हामी सहित लगायत पहाड गएको थियौँ। एकाएक हिजो बिहान अब यहाँबाट घटना भयो भन्ने खबर पाएपछि हामी साँझ पुग्यौँ। साँझ अनि कति दिनपछि चाहिँ घटना घट्यो यहाँ हजुरलाई जानकारी भयो? हजुर पहाड जानुभएको अब 20 गते गएको, हामी अब हिजै बिहान थाहा भयो हामीलाई घटना भएको। कति दिन भयो बिचमा? घरमा को थिए? घरमा कान्छो छोरा कान्छी बुहारी छोरी अनि मृतक बुहारी। ए कान्छा छोरा कान्छी बुहारी छोरी। हजुर। अनि त्यसपछि के छ बुहारीलाई हेर्नुभयो हजुरले? नै, मैले त भनेको म आउन दिनु, त्यसपछि लास उठाउनु, म हेर्ने आफ्नो बुहारीलाई भनेको। अब म आउनसम्म लास उठाइसकेँ। अब प्रशासनले पनि भनेछ अब लास यहाँ सर्छ, गर्मी दिन अब सुरक्षित हुन्छ। के छ सुन्नमा केही थाहा पाउनु भएको छ? बुहारीको अब चोटपटक लागेको अथवा चाहिँ कुनै अब शारीरिक रूपमा चाहिँ कुनै त्यस्तो गम्भीर समस्याहरू त्यस्तो आएको? अब मैले सुने अनुसार त अब यही नालामै देख्यो कान्छी छोरीले स्कुल जाँदा। हजुर बिहान स्कुल जाँदा? त्यहाँसम्म बिहानसम्म खोजी भएन? अब त्यहाँ थाहा भएन भन्ने छ। घरमा कसैलाई थाहा भएन? यो उल्लो कोठामा बुहारी सुत्केरी बुहारी, पल्लो कोठामा फेरि कान्छो छोरा पनि बिमारी अवस्था भने कान्छी बुहारी पनि बिमारीको अवस्था हजुर भएको हुनाले उतै सुतेको यो कान्छी छोरी पनि। अब यिनीहरू बिहान उठिछ, उठेर हेर्दा यसो यो देखाइदिनुहोस् न हामीलाई है त। यहाँ यो हजुरको जो जहाँ बुहारी चाहिँ सुत्नुहुन्थ्यो, नानी सानो बाबु थियो होइन, देखाइदिनुहोस् न स्थिति। अब यही घरमा चाहिँ 19 वर्षकी तुलसीनाथ जो बुहारी थिइन्, 16 दिनको सुत्केरी थिइन्, यही घरमा चाहिँ बस्नुहुन्थ्यो। तर एकाएक केटा बस्नुहुन्थ्यो। अब त्यही दिन राति 1 बजेदेखि पानी पनि आएको रहेछ। अब यो घर अब हामीले केही खानु पाएनौँ भन्ने छ कान्छो छोरा बुहारी छोरी। हजुर। बिहान त्यो कोठाबाट पहिला स्कुलको समय भयो भनेर कान्छी छोरी त्यहाँबाट उठेर यहाँ आइछ। यहाँ आएर ढोका हानेपछि अब यो यस्तो लागेको रहेछ। उसले सिधै यहाँ ध्यान नगरेर सिधै आएर भाउजू भाउजू भन्ने यस्तो गरे भन्छ है छोरी। हजुर हजुर गरेँ। अनि त्यसपछि यहाँ गएर यहाँबाट यसरी हेरेँ। यहाँबाट हेर्दा भाउजू हुनुहुन्न। भित्र भाउजू नदेख्यो भने त पछि यहाँ आएर एउटा हेर्दा त ओहो सुटुल त यहाँ लागेछ भनेर खोलेर भित्र जाँदा भदैमा पिसा गरेको रहेछ, नरुएको। रोएको थिएन बाबु? पिसा गरेको रहेछ, त्यो सफा गरेको। यहाँबाट निक्लेर अनि यो ढिकमा गइछ। यो पछाडिको मेरो जेठ दाजु घरमा। अनि भाउजू त्यहाँ जानुभएको छ भनेर यहाँबाट हेरे भन्छ छोरी। हजुर। हेऱ्यो, त्यसपछि यहाँबाट फर्केर आएर अब स्कुलको तयारी गरेँ। भाउजू चाहिँ माथि नै जानुभयो होला। अनि खाना कहाँ खान्थे? खाना मतलब त्यो दिन बिहान खाना खाइ थिएन नानीले? नै, त्यही त मेरो छोरीले स्कुलको तयारी गर्दैछ। अब त्यहाँबाट फर्क्यो होइन, भाउजू माथि जानुभएको छ कि भन्ने सोचे भन्थ्यो। हजुर हजुर। अनि फर्केर आएर आफ्नो कापी कलम प्याक गरेर त्यसपछि अब राति पानी आएको, नदी आएको हुनसक्छ। पछि कान्छो छोराले भने चाहिँ हिँड, म गएर नदी तराइदिन्छु भनेर 2 भाइ यहाँबाट निस्केर जाँदाखेरि ठ्याक्कै लास त्यहाँ देखिन्छ। यो के लाग्छ जस्तो कि हजुरको बुहारीको चाहिँ अब एउटा यो विश्वासै गर्न नसकिने घटना घट्यो? मलाई के लाग्छ भने अब यो घटना घटनै हो। जसले गरे पनि यो
घटनै हो। अब कानको सुन पनि छैन, अब लगभग 2 तोला भएर त्यो छैन। हजुर अब मैले त देखेन, अब यहाँ भनाइअनुसार अब कानमा चोटपटक पनि लागेको छैन, अनि त्यो सटक्क यस्तो तानेको जस्तो अब त्यस्तो अवस्था रहेछ। अब त्यो सुन पनि छैन लगेको, र अब यो छोरा र छोरी यहाँबाट अब स्कुल जाने पुऱ्याउने भन्ने क्रममा जाँदाखेरि यो गेटमा झर्सी त्यो नालामा यदि पानी रहेछ, त्यो नालामा उत्तानो भएको अवस्थामा आङ्गो कपडाहरू पनि अलिकति माथि नै त्यस्तो देखेपछि चिच्चाएछन् त्यहाँ। त्यति हुँदा वरपर पडोसी आएर अब के भयो कस्तो भयो भन्दाखेरि अब पडोसीहरूलाई केही उ भयो भने यो सुत्केरी मान्छे होइन, अब कसैको सोचाइ हुन्छ नि त। अब यहाँनिर आफूहरू पनि छ पाकेको छ, कहीँ त्यो आगो दाना समात भन्ने बेला त्यहाँ खसल्यो कि नालामा, अब यो परान छँदैछ कि भन्ने हिसाबले पडोसीहरूले पनि अनि समातेर अब माथि ल्याएर उठाएपछि मलाई खबर भयो। जस्तो कि त्यो दिन अब राति चाहिँ होइन घरमा कोही मतलब 1-2 दिन अगाडि कोही मान्छेहरू आउनुहुन्थ्यो, त्यसको तपाईँको घरमा घर लगाइसकेपछि अपरिचित मान्छे अथवा चिनेको मान्छे कोही आउनुहुन्थ्यो कि आउँथेन? त्यो त अब अपरिचित मान्छे आएको त मलाई थाहा भएन, म 20 रुपियाँ गएको पाएँ। त्योभन्दा अगाडि कुनै अब तपाईँको बुहारीको चिन्जानका अब आफन्त माइतीहरू यस्तो दाइभाइहरू? आफन्त अब त्यो बुहारीको दिदी बहिनीहरू अब यहाँ पारी अन्डा छन्, कहिलेकाहीँ भेटघाट गर्न आउनुहुन्थ्यो। हजुर अब म घर भएको बेला पनि आउनु भएको बुझेको। अब त्यस्तो उहाँहरूप्रति शङ्का उपशङ्का पनि हुने कुरा भएन। अब जस्तो कि यो सानो कुला छ, कुलामा चाहिँ अब पानीमा चाहिँ सब भेटियो, अब धेरैले चाहिँ अब सजिलैसम्म भन्दैलान् कि पानीमा डुबेर मर्यो भनेर, होइन घटनाको प्रकृति हेर्दा त्यो देखिँदैन। नै त्यो पानीमा डुबेर मरेको होइन, यो घटना जसले घटाए पनि घटना घटाएको घटना हो, जसले घटाए पनि। तर चिन्ने मान्छेले घटायो। अब चिन्ने मान्छेले भन्दा पनि अब शङ्का मलाई यहीले गर्यो भन्ने कसैमाथि पनि छैन शङ्का, तर घटना घटाएकै हो। यो जसले घटाए पनि घटना घटाएको छ। अब यसको मिडियाद्वारा पनि म के भन्न चाहन्छु भने यो सत्य तथ्य छिटोभन्दा छिटो ल्याइदिनु पर्यो, मेरो बुहारी र नातिले न्याय पाउनु पर्यो। अब प्रशासनलाई पनि म यो भन्न चाहन्छु। छोरा कहाँ छन् तपाईँको? मेरो छोरा इन्डिया आउँदैछ। प्रशासनलाई पनि म के भन्न चाहन्छु भने छिटो यो सत्य तथ्य बाहिर ल्याइदिनु पर्यो, मेरो नाति र बुहारीले न्याय पाउनु पर्यो भन्ने लाग्छ मलाई। घटना घटनै हो, यो जसले घटाए पनि घटाएको घटना हो। हजुर यो चाहिँ अब आफ्नो हिसाबले यसरी नालीमा डुबेर मरेको मलाई लाग्छ। हजुरको नाम? मेरो पुष्कर नाम। हजुर ससुरा हुनुहुन्छ? म ससुरा हो। दर्शक पनि उहाँ हुनुहुन्छ 19 वर्षीय तुलसीनाथको ससुरा, र आज हामी उहाँको जुन घरमा मानिसहरू थिए, जो नन्द हुनुहुन्थ्यो, जो देउरानी हुनुहुन्थ्यो, जो देवर हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी गर्छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला।